जिंदाबाद 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 गणतन्त्र नेपाल जिंदाबाद 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 गणतन्त्र नेपाल जिंदाबाद 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 महंगी कालोबाजारी नियन्त्रण महंगी कालोबाजारी नियन्त्रण महंगी कालोबाजारी नियन्त्रण राष्ट्रिय स्वाधीनताको रक्षा राष्ट्रिय स्वाधीनताको रक्षा राष्ट्रिय स्वाधीनताको रक्षा सरकारी पीडितलाई न्याय दे सरकारी पीडितलाई न्याय दे सरकारी पीडितलाई न्याय दे समाजवादी क्रान्ति जिन्दाबाद समाजवादी क्रान्ति जिन्दाबाद राज्य आतंक बन्द राज्य आतंक बन्द सुशासन कायम सुशासन कायम भ्रष्टाचारलाई कारवाही भ्रष्टाचारलाई कारवाही हस्तार नगरे जनता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी समाजवादीको माग पत्र पेश गर्ने कार्यक्रमका अध्यक्ष कमरेड, त्यसैगरी थाई कमिटीका सदस्य कमरेड, पोलिट ब्युरो तथा केन्द्रीय सदस्य कमरेडहरू, चितवन जिल्ला इन्चार्ज कमरेड, केन्द्रीय आयोग तथा विभागका कमरेडहरू, केन्द्रीय सल्लाहकार कमरेडहरू, बागमती प्रदेश कमिटीका उपाध्यक्ष लगायत सदस्य कमरेडहरू, चितवन जिल्ला कमिटीका पदाधिकारी, सचिवालय तथा सदस्य कमरेडहरू, क्षेत्रीय कमिटीका अध्यक्ष सचिव तथा सदस्य कमरेडहरू, अन्तर्राष्ट्रिय व्यूह युवा सङ्घ, अनिम सङ्घ, मजदुर, किसान तथा लगायतका विभागका अध्यक्ष, उपाध्यक्ष, पदाधिकारी तथा सदस्य कमरेडहरू, रिटर्नी एसोसिएसनका अध्यक्ष तथा सदस्य कमरेडहरू, पालिकाका अध्यक्ष, पदाधिकारी तथा सदस्य कमरेडहरू, श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा अभिवादन व्यक्त गर्न चाहन्छु, नमस्कार व्यक्त गर्न चाहन्छु। म पुनः कमरेडहरू, देशमा व्याप्त समस्याले गर्दाखेरि आम मानिसमा निराशा छाएको छ, युवा पलायनको स्थिति सिर्जना भएको छ। आज हामीलाई चाहिँ रोजगारीको लागि भौतारिनु परेको छ। यो विषम परिस्थितिमा हाम्रो गौरवशाली पार्टीले प्रत्येक जिल्ला प्रशासन कार्यालयहरूमा देशमा व्याप्त यी समस्याहरूलाई समाधान गर्ने हैसियतले यहाँ माग पत्र पेश गर्न लागिराखेका छौँ। हाम्रो चाहिँ मूल नारा सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नाराका साथ हामी यहाँ उपस्थित भएका छौँ। म सम्पूर्ण कमरेडहरूलाई यो ध्यान आकर्षण गर्दै, जिल्ला प्रमुख अधिकारी ज्यूलाई पनि ध्यान आकर्षण गर्दै यो माग पत्र पेश गरिदिनुको लागि आजका कार्यक्रमका अध्यक्ष कमरेडलाई म अनुरोध गर्न चाहन्छु। धन्यवाद सचिवज्यू। नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्रीय कमिटीबाट घोषणा गरिएको चैत 1 गते घोषणा गरेको पहिलो कार्यक्रमको चरण अन्तर्गत आज हामी जिल्ला प्रशासन कार्यालय चितवनमा मागपत्र पेश गर्न आएका छौँ। यो मागपत्र पेश गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका थाई कमिटी सदस्य, पोलिट ब्युरो सदस्य, केन्द्रीय कमिटीका सदस्यहरू र प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका सम्पूर्ण सचिवालयदेखि लिएर तलसम्म रहनेका कमिटीका सदस्यहरू, नगर कमिटीका सबै पदाधिकारी साथीहरू र नगर कमिटीका सदस्य क्यामेरा र सबै
सबै मागपत्र पेश गर्न आउनुहुने सम्पूर्ण कामरेडर र यो सम्बन्धित निकायको जिल्ला अधिकारी ज्यू लगायत यहाँको टिमलाई पहिलो म हार्दिक अभिवादन नमस्कार टक्राउन चाहन्छु र धेरै कुरा नगरिकन पार्टीले अगाडि सारेको सुशासन रोजगारी र समाजवादको यात्रा भन्ने एउटा जुन नाराका साथ अगाडि बढाएको कार्यक्रम अन्तर्गत आज हामी पहिलो कार्यक्रमको यो एउटा कार्यक्रम जिल्ला प्रशासनमा पेश गरेका छौँ। आम जनताको भावना र आम किसानको भावना, आम मजदुरको भावना, यो सङ्घ संस्थादेखि लिएर सारा कुरा समेटेर हामीले यसलाई यो मागपत्र तयार गरेका छौँ। यो मागपत्र म पढेर जुन म सिडिओ साहबलाई म र हाम्रो पार्टीको तर्फमा म बुझाउन चाहन्छु र यो मागपत्र विशेष गरेर मागपत्रको मात्रै रूपमा नभएर नेपाल सरकारले झकझकिन जानकारीको लागि पनि यो समस्याहरू हामीले टक्राउन चाहेको हो। त्यसैले गर्दाखेरि सबैको तर्फबाट म यो मागपत्र वाचन गरेर सिडिओ साहबलाई म टक्राउन म अनुरोध गर्न चाहन्छु। म यस्तो छ, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी चितवन, श्री जिल्ला प्रमुख जिल्ला अधिकारीज्यू जिल्ला प्रशासन कार्यालय चितवन, मिति 2082/1/19 गते विषय मागपत्र पेश गरिएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीज्यू पटक पटक एउटै बाटो हिँडेर नयाँ गन्तव्य पुगिँदैन भन्ने सयसिद्ध तथ्यलाई हाम्रो राजनीतिक इतिहासले पनि धेरै पटक पुष्टि गरिसकेको छ। राजनीतिक हिसाबले हामी लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेका छौँ, तर मुलुकको आर्थिक जीवन र प्रणालीको हिसाबले पुरानै बाटो पछ्याइरहेका छौँ। यसबाट मुलुकले धेरै कुराहरू गुमाएको छ। यस अवस्थामा फेर्नै पर्छ। यी मागहरूलाई लिएर हाम्रो पार्टीले सुशासन रोजगारी समाजवादको तयारी भन्ने नाराका साथ गत चैत 1 गतेदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रथम चरणको आन्दोलन अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय चितवनमा मागपत्र पेश गरेका छौँ। 1 नम्बरमा अहिले सरकारी प्रशासनिक न्यायिक र राजनीतिक क्षेत्रमा भइरहेको भ्रष्टाचार नै सुशासनको सबैभन्दा ठुलो अवरोध बनेको छ। यसलाई निरुत्साहित गर्न माग गर्दछौँ। दोस्रो, संविधानमा हामीले महिला, दलित, अशक्त, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका र बालबालिकाहरूको हक अधिकार सुनिश्चित गरेको छ। संविधानले तिनको प्रभावकारी कार्यान्वयन गर्दै समुन्नत, सभ्य, समृद्ध तथा समाजवादी समाजको परिकल्पना गरेको छ। यसलाई व्यवहारमा कार्यान्वयन गरियोस् भन्ने हामी माग गर्दछौँ। कृषकहरूले कृषि फर्म दर्ता गरी लगातार 16 वर्षभन्दा माथि पेसा सञ्चालन गरी राज्यलाई कर तिरेका कृषकहरूलाई पेन्सनको व्यवस्था गरियोस् भन्ने हामी माग गर्दछौँ। कृषकले उत्पादन गरेका दूध लगायतका बाली वस्तुहरूको सम्पूर्ण खर्च कटाएर 30% बचत हुने गरी समर्थन मूल्य तोकियोस् भन्ने हामी माग गर्दछौँ। विश्वभरिका पर्यटकहरूलाई आकर्षण गर्न चुरे र महाभारत पर्वत हुँदै दुवै जोडिने नेपालको 2 स्थानमध्ये विश्वचारी ताल क्षेत्र वरिपरि बसोबास गर्ने स्थानीय मानिसहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि जैविक मार्ग निर्माण गरी पर्यटकहरूको सफारीका लागि आवाजविहीन साधन प्रयोग गरी रोजगारी सिर्जना गर्ने व्यवस्था गरियोस् भनेर हामी माग गर्दछौँ। लोथर राप्ती किनार गोलाघाट हुँदै धार्मिक स्थल देवघाटसम्म वैकल्पिक पर्यटकीय मार्ग निर्माणका लागि हामी माग गर्दछौँ। चितवन जिल्लाको पहाडी भूभाग क्षेत्रलाई जडीबुटी, फलफुल, तरकारी, कफी तथा मौरी पालनको पकेट क्षेत्र घोषणा गरियोस् भनेर हामी माग गर्न चाहन्छौँ। र कृषि उत्पादनमा वृद्धि गर्नका लागि प्राकृतिक नदी, ताल, तलैया, मुहान, जलाधार क्षेत्रको संरक्षण गर्दै भूमिगत जल सिँचाइको दिगो व्यवस्थापन गरी 12 महिना सिँचाइ गर्ने व्यवस्था मिलाइयोस् भनेर हामी माग गर्न चाहन्छौँ। कृषि पेसालाई सुरक्षित गर्न कृषकले उत्पादन गरेका वस्तुहरूको जिल्ला तथा पालिकाले उचित मूल्य निर्धारण गरी खरिद गर्ने नीति निर्माण गर्न माग गर्दछौँ। सबै किसानलाई सुलभ मूल्यमा बिउ, बिजन, मल तथा विद्युतको व्यवस्था गर्न माग गर्दछौँ र कृषि उत्पादन र विकासको लागि वैज्ञानिक कृषि प्रणालीको व्यवस्था गर्न माग गर्दछौँ। हाल रहेको शैक्षिक नीतिलाई खारेज गरी वैज्ञानिक शिक्षा प्रणाली लागू गर्न माग गर्दछौँ। सबै सरकारी कार्यालयहरूमा बिचौलियाको अन्त्य गरी
सुशासन कायम गर्न माग गर्दछौँ। सरकारी कार्यालयहरूमा राखिएका नागरिक बडापत्र अक्षांशता कार्यान्वयन गरियोस् भन्ने हामी माग गर्दछौँ। नेपाल सरकारले सूचीकृत गरेका र पालिका तहबाट विपन्नका सिफारिस भई आएका नागरिकहरूलाई बिना भेदभाव सरल सेवा उपलब्ध गराउन हामी माग गर्दछौँ। सबै अस्पतालहरूमा स्वास्थ्य बिमा लागू गर्न माग गर्दै बिमित व्यक्तिले डाक्टरको सल्लाह अनुसारको सम्पूर्ण सेवा सोही अस्पतालबाट सर्वसुलभ प्राप्त हुने गरी व्यवस्था मिलाउन माग गर्दछौँ। मानव स्वास्थ्य बिमा र पशु बिमा गरेको नीतिदेखि नै बिमा लागू हुने गरी नीतिको व्यवस्था मिलाउन माग गर्दै बिमितले बिमाको रकम सर्वसुलभ तरिकाले तुरन्त भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दछौँ। प्रत्येक वर्षायाममा नारायणघाट काठमाडौँ सडक खण्डमा हुने धनजनको क्षति न्यूनीकरणका लागि वैकल्पिक मार्गका रूपमा निर्माणाधीन अवस्थामा रहेको भण्डारा मलेकु सडक तुरन्त निर्माण सम्पन्न गर्न माग गर्दछौँ। भरतपुर माडी ठोरी सडक खण्ड अन्तर्गत राष्ट्रिय निकुञ्ज खण्डमा पर्ने सडक तुरन्त कालो पत्रै गर्न माग गर्दछौँ। माडीको बगैदेखि बनकट्टासम्मको तटीय क्षेत्रलाई तटबन्धन गरी नदी उकास्न जमिनलाई कृषि वनको रूपमा विकास गर्न रिउ करिडोरको रूपमा विकास गर्न माग गर्दछौँ। श्रम ऐन कार्यान्वयन गरियोस् भनेर माग गर्दछौँ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गरियोस् भनेर हामी माग गर्न चाहन्छौँ र भूमिहीन सुकुम्बासी एवं भूमिहीन दलित समस्या तत्काल समाधान गर्न माग गर्दछौँ। वन ऐनमा उल्लेखित वन्यजन्तु पालन गर्न माग गर्दै ऐन व्यवसायीकरणको सरल व्यवस्था गरियोस् भनेर हामी माग गर्दछौँ। हाम्रा मागहरू यति छन्। यो मागहरूलाई विशेष गरेर यो स्थानीय अथवा जिल्लाको तहबाट विशेष गरेर जानकारी हामीले गराउँदै यो मागहरूलाई माथिल्लो तहसम्म पनि पठाइदिन को लागि म अनुरोध गर्दै यो मागपत्र म सिडिओ साहबलाई विशेष हस्तान्तरण गर्न चाहन्छु। हस्त धन्यवाद। यो मागपत्रको सम्बन्धमा आफ्ना 2 शब्द राखिदिनुको लागि प्रमुख जिल्लाधिकारीजीलाई म अनुरोध गर्दछु। धन्यवाद। अध्यक्षजी लगायत समग्र उपस्थित महानुभावहरू, त्यसमा मेरो शब्दभन्दा पनि 77 जिल्लामा आज मागपत्र पेश गर्ने यहाँहरूको कार्यक्रम छ जस्तो लाग्छ मलाई। यी विषयहरू सबै तहका सरकारहरूले सम्बोधन गर्नुपर्ने र सङ्घीय सरकारमा पनि जाओस्, सङ्घीय सरकारमा जाओस् भन्ने हिसाबले यहाँले राख्नुपर्ने मागपत्रहरू जस्ताको जस्तै हामीले माथिल्लो निकायमा जानकारी पनि गराउँछौँ। र यहाँले उठाउनुभएका विषयहरूमध्ये केही विषयहरू जिल्ला तहबाट समाधान हुने र जिल्ला तहमा निगरानी गर्नुपर्ने विषयका सन्दर्भमा हाम्रो ध्यान आकर्षण भएको छ, त्यसलाई हामीले कार्यान्वयन गर्नेछौँ।